काठमा जो हावाहुरी आउँछ जुन हामीले हावाहुरी भन्छ नि नेपालीमा, त्यही शब्द चाहिँ तुफान भनेको छ। त्यसैलाई संस्कृतमा झन्झावाता भनेर भनिएको छ। यसको यसलाई अनुवाद गर्ने मौका कसरी पाएँ भन्दा म राष्ट्रिय संस्कृत संस्थान जुन लखनऊ परिसर छ गोमतीनगरमा, अहिले फिलहाल तपाईँको यो हाम्रो मोदी सरकार आइसकेपछि उहाँले केन्द्रीय संस्कृत विश्वविद्यालय भनेर बनाउनु भयो। त्यसलाई दर्जा पायो होइन। पहिला चाहिँ मानव विश्वविद्यालय मात्र थियो। त्यसमा मैले यो पिएचडी विद्यावार्ती गरेको अन्तर्गत त्यसको समयमा मैले अनुवाद गर्ने मौका पाएँ। त्यतिखेर यसको मुख्यालय छ जनकपुरी टी ब्लक नयाँ दिल्लीमा। त्यहाँ 10 दिने 2012 अक्टोबर महिनामा सायद एउटा वर्कसप कार्यशाला गराउनु भएको थियो। भूतपूर्व कुलपति आदरणीय प्रोफेसर राधा वल्लभ त्रिपाठीजी हुनुहुन्थ्यो। उहाँको विचार के थियो भने जति पनि नेपाली जति पनि हिन्दीका साना साना ग्रन्थहरू छन् तिनीहरूको चाहिँ संस्कृतमा अनुवाद भएर संस्कृतको प्रचार प्रसार कसरी यो विश्वभरमा होस् भनेर एउटा उहाँको विचार थियो। अनि उहाँ यदि रहनुभयो भने म कुलपति रहेँ भने पछाडि पनि म संस्थानकै अन्तर्गत छपाउँछु भन्नुहुन्थ्यो। तर उहाँ पछाडि हुन पाउनु भएन अभाववश। त्यसो हुँदाखेरि मलाई पनि आवश्यकता परेको थियो। अनि संस्थानमा अब गराउने हुँदाखेरि त्यसको धेरै क्रियाकलापहरू हुन्छन्, त्यो धेरै समय लाग्छ। त्यो हुँदाखेरि अब आफूलाई पनि किनभने एउटा अहिले संविधान कारक रूपमा छु म कार्यरत, अनि एपिआईमा पनि हाम्रो जोडिन्छ। त्यो हुँदाखेरि मलाई पनि अब आवश्यकता रहेको हुँदाखेरि यतिखेर मैले यसको प्रकाशनमा ल्याउने मौका पाएँ। अनि अर्को कारण के छ भने यतिखेर प्रकाशनमा ल्याउनु भनेको हाम्रो प्रोफेसर रमाकान्त शुक्लजी जो राष्ट्रपति पुरस्कारले सम्मानित हुनुभएको थियो, उहाँ बितेर जानुभयो। सायद 1-1.5 साल हुँदैछ। उहाँ दिल्ली विश्वविद्यालयमा विभागाध्यक्ष हुनुहुन्थ्यो, संस्कृत विभागाध्यक्ष। उहाँ एकदम सुकवि भातिमे भारतम भनेर उहाँले एउटा गीत पनि लेख्नुभएको छ, भातिमे भारतम भनेर। अनि उहाँ बितेर जानुभयो। त्यसैले गर्दाखेरि उहाँको संस्मरण रूपमा मैले लेखेको भनेर यहाँ मैले जनाएको पनि छु।